साथीहरु अहिले चाहिँ म यो मौरीको गोला विभाजन गर्दैछु। त्यो फिडालाई झिकेर यतापट्टि म साइडमा राख्दैछु र तपाईहरुलाई केही मौरी बिस्तारै देखाउँदैछु। एकदम यो आहा यति राम्रो तपाईको देखिएको छ चीज देखाउँदैछु। ल हेर्नुस् यहाँ कस्तो राम्रो मह पनि रहेछ। आहा यति राम्रो मह छ कि हामी अहिले चाहिँ अब रानी हेर्न खोजिरहेछौँ। यसमा रानी छैन हैन, यसमा रानी छैन। अब यसलाई हेर्छौँ यति राम्रो। यो आफैमा प्राकृतिक रूपमा यो मौरी भन्ने चिज जहाँ मौरी रहन्छ त्यहाँ मानव सभ्यता रहन्छ। मौरी नरहेको ठाउँमा मानव चोला पनि रहन्न भनेको छ। देखिरहेको छैन यहाँ। ठिकै छ हामी यसलाई यतापट्टि राख्छौँ। यो जहाँ गोला विभाजन गर्न खोजिरहेको छौँ यहाँ राख्छौँ यसलाई एकदम। यो एउटा फ्रेम ओहो के हो यो त अब हामी हाम्रो व्यावसायिक रूपले भर्खर यो आधार चाका राखेर यसलाई चाहिँ यो चाका लाउन सजिलो होस् भनेर गरेको। यति राम्रो भइसक्यो। यही चाहिँ ब्रुड पनि देखिन थालेको छ यसको। तपाईँहरूलाई देखाउन सकिन्छ यो। यहाँले म चाहिँ विशेष गरी रानो खोजिरहेको छु। रानोलाई खोजिरहेको स्थिति हो। रानोलाई देखिरहेको छैनौँ। रानो खोज्ने क्रम जारी छ। यति लक हाल्छ कि यसले चपक्क। आहा वाउ हेर्नुहोस् त, हेर्नुहोस् त कति राम्रो छ यो। तपाईँ हामी सबैले आम्दानीको स्रोत चाहिँ मौरी पालनबाट गर्न सकिने रहेछ। यहाँ देखिँदैछ रानो। ए तपाईहरुले त्यहाँ देख्नुभयो होला क्यामेरामा हेर्नुहोस्। ओह ओ देखि यतापट्टि यो क्यामेरालाई अलिकति यतापट्टि घुमाउँदै यो नेरी देखेको त्यो फ्रेमको छेउमा हिँडिरहेको चाहिँ रानो हो। रानोलाई हामीले एलोकेट गरेका छौँ धेरै यसलाई उ गरेर। अब यसलाई चाहिँ चट्ट यसलाई व्यवस्थित तरिकाले फेरि यहाँ चाहिँ राखिँदैछ। यो गोला विभाजनको काम भइरहेको छ। अब 2 फ्रेम त्यहाँ तानिसकिएको स्थिति छ भने ओहो मह त यसमा त यति टन्न मह छ कि यो एउटैको वेट मलाई लाग्दैन तपाईँको झन्डै 2 किलोभन्दा बढी छ यसको वेट। वाउ आउनुहोस् तपाईँ हामी सबैले आफ्नो गाउँ क्षेत्र भूगोलमा व्यावसायिक रूपमा मौरी पालन गर्ने सोचलाई अलिकति अगाडि बढाउँ। त्यो सबभन्दा राम्रो कुरा हुन्छ। तपाईँ हाम्रो लागि आम्दानीको स्रोत हुन्छ चाहिँ यो फेरि आफैमा एउटा यति तपाईँको राम्रो कुरा हो कि घाम लागिरहेको स्थिति छ। यस्तो अवस्थामा यो काम गर्नु आफैमा जोखिम थियो। तथापि पनि हामी यो काम गरिरहेछौँ। खैर
यसलाई पनि राख्ने प्रयास गर्दैछौँ हामी। यो पनि त्यसले गरेको छ, यसलाई पनि यहीँ हामी तपाईँको चाहिँ साथीहरू तपाईँ हामी सबैजनाले साँच्चै भन्यो भने आम्दानीको स्रोत अब मौरी पालनलाई बनाउनुपर्छ र मौरीबाटै एपिसेरेना जातको मौरीबाटै गाउँघरमा चाहिँ पहाडी क्षेत्रमा चाहिँ आम्दानीको स्रोत पक्कै पनि हुन्छ भन्ने कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु। जय मौरी।